हेलो एभ्रिवान, वेलकम टु माई न्यू मिनी ब्लग। साथीहरू, आज चाहिँ हामी चाइनिज न्यु इयरको छुट्टीमा साथीहरूसँग मिलेर बातु केभमा घुम्न आएको थियो। यो एकदमै बातु केभभित्र चाहिँ एकदमै चिसो हुन्छ, बाहिर धेरै गर्मी भए पनि यहाँ चाहिँ हिन्दूहरू आउने एउटा मन्दिर पनि छ भित्रपट्टि, शिवको मूर्तिहरू पनि देख्न सकिन्छ। साथीहरू होइन, हामी भित्र गएर मजाले घुम्यौँ। अनि त्यो एकदमै रोचक कुरा चाहिँ साथीहरू, भित्रबाट यसरी आकाश देखिन्छ है, यस्तो खुल्ला देखिन्छ भित्रबाट चाहिँ होइन। तर यता आउँदाखेरि चाहिँ र गुफा हो क्या यो, तपाईँहरूले पनि हेर्न सक्नुहुन्छ। यसरी अझै माथि जानुपर्छ सिँढी चढेर, एकदमै रोचक लाग्यो मलाई चाहिँ। ल साथीहरू, आजको चाहिँ सानो भ्लग यत्तिकै। मेरो च्यानललाई सब्सक्राइब गर्नुहोला, फलो गर्नुहोला, लाइक गर्नुहोला। थ्याङ्क यू।